साथीहरू नमस्कार सबैजनालाई। र अहिले चाहिँ मैले दिउँसोको खाना लिएर आएको होइन। दिउँसोको खानामा चाहिँ के छ भन्दाखेरि चाहिँ साथीहरू पापडको झोल बनाएको छु होइन। गरममा यस्तै खानुपर्छ झोल झालहरू। पापडको झोल छ अनि मुलाको अचार, यहाँ चाहिँ स्यालेडमा चाहिँ खोर्सानी र अब यो प्याज छँदैछ हो। पापडको झोलमा पनि पुरा खोर्सानी हालेको छु हो। र पनि हेर्छु कस्तो भएछ। तातो तातो गरममा एकदमै तातो। के हाल्दैछ यहाँ मेरो उयो भिडियोमा यत्रो हात है। फर्स्ट बाइट दामी, एकदमै दामी दामी मिठो भएको छ साथीहरू। गरम भएर अब एसी खोलिँदैछन् भयो। हाम्रो चाहिँ अहिले दिउँसोको खाना खाँदाखेरि चाहिँ 5 बज्न आँटेको छ साथीहरू। अब के गर्नु, होटल लाइनमा यस्तै हुन्छ होइन। मिर्चे कस्तो भएछ भाइहरू? हामी गरमले चिलाएर के छैन है निधारहरू। दामी भयो पापडको झोल साथीहरू, तपाईँहरू पनि पकाएर खानु होला। यो चाहिँ मेरो सेकेन्ड टाइम है पापडको झोल। हाम्रो भाइहरूले सिकाएको मलाई क्या। फर्स्ट कसले सिकाएको? माइकल के कसले सिकाएको यो बनाउने? माइकल सेफले सिकाएको। कहाँ छ? घरै राख्छ माइकल सेफ, हाम्रो माइकल सेफ। मिठो भएको साथीहरू।